All right, what's up guys? This is Anish Manta. Hope you guys are doing absolutely fit and fine. Boom. So guys, स्वागत छ तपाईहरु सबैजनालाई हाम्रो नयाँ भिडियोमा। नेपाल आएपछि आई थिंक यो फर्स्ट भिडियो हुन्छ हाम्रो, मतलब सरप्राइज भिडियो पछि यो आउँछ है त। सो आज हामी जाँदै छौं मनोकामना। हाम्रो पुरै फ्यामिली बाबा देखाइ दोकान छ। बाबा, मेरो भाइ आशिष, त्यसपछि म अनि हाम्रो मम्मी, मतलब मेरो मम्मी, भाइको मम्मी। एनीवे के भन्छ रे, म दुवैजना अगाडि पनि हामी गएको थियौं मनोकामना बाबा र म। त्यतिखेर हामीले भनेको थियौं, बाबा र मैले भनेको थियौं कि दुबईबाट आएपछि फेरि आउँछ भनेर। सो भनेपछि जानु पर्यो हैन बा। त्यही हो। अनि के भन्छ रे, म शान्तिले हल्का ब्लगहरु गर्छु, मतलब भिडियोहरु खिच्छु, जस्ट फर आवर मेमोरी है। अनि फोटो खिच्नको लागि चाहिँ हाम्रो यो क्यामेरा लान्छौं, Canon 200D यही। त्यसपछि पुरा ब्लग चाहिँ हामी मोबाइलबाट बनाउँछौं, ओके। अनि त्यही हो। अहिले त हाम्रो घर नजिकै पनि एउटा केबल कार खुलेको छ, यानी डुम्रे नजिक नै। तर त्यहाँ चढेन म। सो 2 वर्षपछि केबल कार चढ्दै छु आज म फेरि। अनि त्यही हो, सरसफाई गर्यौं, कोठा हल्का चिटी च्याट्ट परेको भा खा। अनि टेबल खोज्न गएको थियौं अस्ति हामी, टेबल पाइएन। सो त्यही भएर यहाँ चाहिँ अहिले हाम्रो ओर्क स्टेसन भनौं न। त्यही हो गाइज। म त यस्तो भएको छु, त्यही दुईबाट ल्याएको एउटा टी-शर्ट थियो, त्यही टी-शर्ट लगाएको छु झ्याप्प लाएर हैन। अरु त त्यस्तो खास केही पनि छैन। मेरो भाइ कस्तो भान रहँदाखेरि ओके भाइको पर्ने ठाउँ, बाबा जाने झ्याप्प परेर बसिरहनु भाइ, गोक्ते काजी ओके। अनि म अझै यसरी काँची गर्ने, मतलब सजिलो हुन्छ खेल्न यस्तो यतापट्टि फर्काउने। अनि हामी दाजुभाइ, मैले जुत्ता लगाइदिएर अलिकति म पुण्डी देखेँ होला, तर यत्रो हिँड्न कत्रो जुत्ताको हिल हल्का यस्तो गरिदिउँ न त, के हुन्छ जस्तो गर्दाखेरि। अनि कस्तो देखिरहा हैन चाहिँ पलपलमा नि गएको दुलोहरु गएको दुलोहरु एक्ज्याक्टली। दुईटा ब्याट्री, एउटा मेमोरी कार्ड, यो माइक। हामीसँग गोप्रो पनि छ है, तर गोप्रो चाहिँ खासै युज गर्दैनौँ। अनि हामीसँग एउटा स्कुटर मात्रै छ। सो त्यही भएर मम्मी र म चाहिँ स्कुटरमा जान्छौँ, बाबा र भाइ चाहिँ गाडीमा जानुहुन्छ, बसमा। हेर त, अन गर त, अन भा। त्यो जुम पनि गर्न मिल्दैन सानो। यसलाई हामीले भिडियो मोडमा लान्छौँ, म्यानुअलमा लान्छौँ। त्यसपछि यसको त 50 mm को नि त हुन्छ, 50 mm को। अनि अब यसको यो चाहिँ सटर स्पिड हो। सटर स्पिड हामीले चाहिँ जति धेरै गर्यो त्यति धेरै फास्ट मुभमेन्टहरूलाई गर्न मिल्छ। हामी जस्ट 100 मा राख्छौँ। नजिकको खिच्न मिल्दैन। ए अपर्चर भने के हो क्या, हेर न, हाम्रो कति थियो भन्दाखेरि 4 थियो कि पुरानो किट लेन्सको अपर्चर, कति मजा हुन्थ्यो हेर न। अब 1.8 हो कि। अनि आइएसओ सक्दो कमै राखौँ। बाबाको एउटा फोटो हेर मैले हेर। सो गाइज अब हामी जानु लाग्यो। भाइ र बाबा चाहिँ अलरेडी गइसक्नु भयो बसमा। अलि चाँडै जानु भएको, मतलब बसहरू ढिलो हुन्छ नि, त्यही भएर मम्मी र म चाहिँ अब जानु लाग्यो स्कुटरमा है त। दिन्ता म अनि मम्मी मास्क खोलिदिन्छ। ए मम्मी रेडी भइसक्नु भयो। सो या नरु है फुच्चु, जान्छौँ हामी अब। नेपालीको चाहिँ 450 रहेछ, जानको लागि 405, अनि टोटल चाहिँ 770। अनि इन्डियनको चाहिँ 400, जान आउनलाई 670। 4 जनाको कति भयो अब? 3080। हामी 4 जनाको 3070 है, 3080। जाम ल। आऊ मान्छे दामी हेर न है। म 2-3 पल्ट भयो क्या, 3 पल्ट भयो क्या हामी दाजुभाइ। तिमी? म फर्स्ट टाइम, म सेकेन्ड टाइम, म थर्ड टाइम। खिच्दै हामी कति दुःख पायो गाडी नपाएर। भइरानी आन्छु। ए माइक, वायरलेस माइक छ, सजिलो हुन्छ यसमा चाहिँ। तपाईँहरू त्यहाँ 45 मिनट वेट गर्नुपर्छ, मम्मीले फेरि ढिलो गर्नु भएर। मम्मी ठिक ठाक नहाले पक्कै पनि होइन, नङपालीसम्म हालिन्छ। दानामा त्यही थियो हामी हो। जहिले आए पनि यहाँ त प्याक हुन्छ नि, कच्चामा लाग्छ नि यार। कति धेरै हो मान्छेहरू, फुल प्याक छ भित्र। चाँड्ने हो 10:56 मिनटको जान त। भइसान मान्छे आऊ। आम्मामा मान्छे त एकजनाको 770 जना आउनलाई यार दिनको 1 करोड नै हुन्छ जस्तो छ यहाँ है अमी।
अघि हामी लास्टमा थियौँ त्यतिखेर मान्छे कोही पनि थिएन पहाडी हामीभन्दा अगाडि कति धेरै मान्छेहरू थियो फेरि त्यस्तै भइसक्यो पहाडी मान्छे दिनभरि यत्तिकै होला यहाँ थाहा कान्छी ओह अब आउन लाग्यो आऊ मान्छे आऊ 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 ओके हामी चाहिँ फ्यामिली एउटैमा चढ्ने होइन र अनि बस्नु आऊ कान्छे आऊ 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 ल ल कान्छे ओके हामी चारजना चाहिँ एउटैमा चढ्ने होइन र चढ्यौँ हामी चारजना सँगै के हुन्छ अब कति सेकेन्ड टाइम होइन ल है ओके कत्रो हाम्रो वहाँ विमल मतलब डुम्रेको अब यत्रो छ नि त केवल खा ए ओके कस्तो आएर हामी ओके सुरु है त एकछिन सानो आवाज हेर है उस्तै होला हेर मान्छे क्वालिटी बाबु हेर न ल है बाबु छ तिमीहरू ल एकजना दुईटा छ ओहो यसरी आइरह ओहो फोटो त कस्तो दामी आएको भिडियो बनाइदेऊ त बाबाको र मेरो अनि याकै तिमी सिजन फर्काउ है म त आउँदैन हुन्छ तल मर्स्याङ दिख होइन मर्स्याङदी होइन के बाबा तिर्सुली ए तिर्सुली मतलब नदी नदीले मर्स्याङ हुन्छ मैले नि लामो हो यहाँको चाहिँ हाम्रोमा डुङ्ग्री र बन्दीपुरको अलिक सानो छ मन चढ्थ्यौँ त्यहाँको तर कति महँगो है यहाँको कस्तो खाएर हामी राम्रा खाए त भाइको धेरै आएन स्लोमा खाए त वा ल मम्मी बाबा है त हामी कस्तो खायो हामी कहिले आएको थियौँ र फर्स्ट टाइम चारजना ए हामी सानो सानो कति कुन सानो बाबा विदेशबाट आइसियो ए भनेपछि हामी चारजना आएको सेकेन्ड टाइम हो योभन्दा अघिल्लोपल्ट हामी आएको थियौँ म र बाबा आएको थियौँ म बाहिर जानुभन्दा अगाडि त्यसपछिको यो थर्ड टाइम हो हाम्रो थर्ड होइन त हामी तेस्रो टाइम कान्छीको चाहिँ सेकेन्ड टाइम बाबा र मेरो थर्ड टाइम ए मलाई धेरै हो हो ल आमा यस्तो नाम दाजुभाइ ठक्क अड्काले है बानी भएको हामीसँग दुईजना दाजुभाइहरू नि धेरै खिच्छ बाबाको ओके ल बाबा धेरै बेर बस्नु पर्यो यहाँ हामी माथि मनोकामनाको डाँडामा आइपुग्यौँ मेन ओ माई गड ल सानो मान्छे यो ढोका खोल्छ है बाबा ल है ल झरौँ मामे ओके यताबाट हो सबैले यहाँ बोलाउनुहुन्छ अब सब यसरी सबैजनाले बोलाउनुहुन्छ यहाँ कहाँ किन्ने त अब हामीले किने छैनौँ चिनेको ठाउँमा हल्का दिन चाहिँ अघिसम्म घाम लागिरहेको थियो अहिले चाहिँ हल्का शीतल यहाँ चाहिँ शीतल चिसो चिसो हल्का हो यो बाबाले नरिवलहरू किनिदिनु भयो नरिवल
ओके यो त यस्तो नि पाइन्छ रहेछ अनेक अनेक सबै पाइन्छ कि A to Z यहाँ माथि अब यतापट्टि चाहिँ फेरि होटलहरू होला ए त्यो बेलेको होइन बेलेको टाइपको अस्ति नै हो हाम्रै हो क्या जय शम्भो खै कान्छी मम्मी बाबा जुत्ता खोल्दैछौँ अहिले हामी हजुर मजा नै पैसा लाग्छ अब जुत्ता राखेको नि लाग्छ लाइन त वहाँबाट रहेछ अल द वे पुरै मन्दिरको वरिपरि सबै अब लाइन बस्न थाल्यो भने त बेलुकाको 5 बज्छ 6 बज्छ भन्नु त अब जरुरी छ र लाइन बस्नलाई ओ त्यसो हामीसँग बोका सोका त केही पनि छैन त नि पुरै यो अल द वे बाहिरबाट पूजा गर्नु हुन्छ होला बाबा के अरे बाहिरबाट पूजा गर्नु भाइ हामीलाई फेरि खानासाना खाएर निस्किन हामी लाइन नबस्ने निदो भयो सो लेट्स गो अब मान्छे बाहिरबाट पूजा गर्छौँ अब हामी है बाहिरको पनि साउन्ड आएको होला टन्नै मैले नोइज क्यान्सलेसन अन गऱ्यो भने फेरि हुन्छ कि यो बाहिरको कन्ट्याङ कुन्टुङ हानेको साउन्ड आउँदैन त्यही भएर ओके नरिवल पुऱ्याउने ठाउँ त्यहाँ पोइन्ट अफ भ्यू त्यही मान्छेले हेर्ने यस्तै पोइन्ट अफ भ्यू अच्छा त आई थिङ्क रेडी भयो होला ओ है अब के नजर पुऱ्याउनु अब ल मम्मीहरूले गर्नुहुन्छ पूजा मम्मीहरूले गरेपछि भइहाल्यो म नि यसो गर्छु यहाँ के देखाउँ अरू यहाँ है सबै राम्रो हो सबै ए यसमा चढाउनु भन्दा उता कसैलाई दिएको राम्रो हो कि है हामी आउँछौँ भन्ने भक्कल थियो हाम्रो ए पहिला म दुबई जाने बेलामा बाबा र म फेरि सबैजना आउँछौँ भनेको थियौँ हामी आयौँ
हाम्रो एक हिसाबले भक्कल अब भक्कल जस्तै आउँछु भनेको बाचा मेरो पुरा भयो जय शम्भो मनोकामना माईको रक्षा गरून् है सबैलाई मम्मीले भगवान भएर सबै टिका लगाइदिनु भयो त पुजारी भएर भगवानले भगवानले चाहनु भएको मम्मीलाई सबैले मलाई टिका लगाइदिनु ल ल मम्मी प्रसाद सबै दुईवटा दिउँ दुईवटा देऊ मम्मी दिनु मम्मी सबैलाई दुईवटा देऊ मान्छे यहाँ हमने सभी को सहयोग करी क्रिया परियोजना सफल पारेगा हार्दिक शुभकामनाएं रक्षा गरून् पुऱ्याइदिनु अब झ्यापै वाउ रमे हो वाउ आशिषको पालो कान्छी त्यो बाबुले म लेखिदिन्छु प्लास्टिक लो प्लास्टिक अल्फा अलि गर वाउ ए पानी यता रक्षा गरून् सबैले यता कान्छी यता এইখানে বাড়ি দিয়ে নারকেলটা ফাটায় এই নি কাन्छी নারকেল ফাটানোর প্রসেসটা বেশ ভালো লাগে আপনাদের সঙ্গে শেয়ার করতে চাই ए यो म फुटाइदिन्छु हजुरबा म फुटाउँछु कान्छी लिगात लाउँछु सानो ए हजुर बाजेको है यो बाजेको ल ओहो पानी लाउनु हजुरबा ल हस् हजुरबा एउटा आन्टीलाई उहाँ भगवान चढेको छ ओ माई गॉड रक्षा गरून् सबैलाई हजुर अब म फुटाउँछु मैले फुटा खाइन लिगा सानो मैले भिडियो गरिरहेको छु है म फुटाउँछु जय शम्भो जय श्रीराम आया ल यसो एकैपल्टमा है अब ओ माई गॉड ए हो र ओके ल लिगामा प्लास्टिकमा हाल्ने कि एउटा त्यो प्लास्टिक राम्रो होइन यसमा हालौँ कान्छी यसमै यहाँ चाहिँ धुपबत्ती बाल्ने धुपबत्ती हाल्छ अबलाई धुपबत्ती बाल्ने ठाउँ मम्मीले बाल्नुहुन्छ ल म हेर्छु ल त्यो बासा खा उताको बाजेसँग हो यताको बाजे पनि मलाई ल्याएको छ त उताको बाजे हुनुभएको थियो त्यहाँ माथि हुनुहुन्थ्यो देखाउ बाजेहरू कान्छीले कि देखाइदेऊ बाजेहरूलाई हो अहिले आउँछन् त्यहाँ नि अहिले आउँछन् बाजे त्यहाँ ल यताबाट देखाइदेऊ सानो वाउ जय शम्भो जय श्रीराम रक्षा गरून् ल पढ बाबालाई मलाई कान्छी ल जय शम्भो ल कान्छी म बाबा भाइलाई दामी मन लान्छु भाइलाई मेरो भाइले आँटेको ऊ सबै ठिक होस् लोक सेवामा नाम निस्कियोस् चाँडै जय शम्भो रक्षा गरून् ए ए फुल दुबई जानुभन्दा अगाडि एउटा बाजेसँग टिका लगाएको थियौँ उहाँ बाजेसँग हो हुन्छ बाजेसँग पहिला बाजेसँग आउँछु है बाजे आउँछु म त्यहाँ नि के हुनु हो होइन हुन्छ हुन्छ तपाईँ आउँछ हजुर मलाई बाजेको याद छ बाजे जानु अघि
हजुर हुन्छ भगवानले बाबुलाई रक्षा गर्नु बाबुलाई ल हुन्छ बाजे तिम्रो पर्स कहाँ छ मेरो पर्सि देखा लेख्नु त यो लेख्नु त ट्यापको लागि दिँदा हुन्छ नि पहिला हामी आउँथ्यो पनि खाना खाएको थियौँ अनि यो दाइले दाइ तपाईँको त्यो डाइरेक्ट हल्का भनिदिनु त फास्टमा यता फर्केर माइक यहाँ खायो त ल फास्ट भनिदिनु त ल मनकानो दर्शन गरिसकेपछि खाजा नास्ता खाना स्पेसल मिठो खानुपर्छ नि त काले दाइको नमस्ते गार्डन रेस्टुरेन्ट थकाली भान्साको चट्टो दर्शन गरिसकेपछि काले दाइकोमा आउनुहोस् मिठो खाना खुवाउँछ बासमती चामलको खाना दाउराले बनाएको भाइ गुन्द्रुकको अचार कोलबेडाको अचार सिलौटोमा पिसाको टिम्बुर मिसाको लोकल कुखुरा खसी माछाको तुम मकै फापरको ढुडो अटेराईको साग सल्लाह तपडालु पुजे मुलाको अचार तातो खानामा घिउ पनि यहाँ झैँ पारेर खुवाउने काले दाइले हो चट्ट सम्झेर आउनुभयो यतै बसेर खानुहोस् एकदम मिठो खाना खुवाउँछ ल दामी यति भएछ खाना मन लाग्यो अब ल Oh, you make me wanna talk back to you. Say it like that. If I hate you, then find someone new. Baby, but you know I never will. No, so I choke you down just like a pill. सो गाइस पूजा सबै कुराहरू सक्यो अब घरतिर हैन कस्तो भयो एकदम रमाइलो भयो नि झर्दै छौँ अहिले हामी र टाइम भइरह 2:30 जति हुन लाग्यो कति राति बाबा हामी 12 बजेतिर साढे नै भयो त्यो लाइन बसेर पूजा गरेको टाइम लाग्थ्यो होला बाहिरबाट झ्याप्दै पूजा गर्दिन त्यही हो सानो बेला ल्यायो भन्दा अहिले रमाइलो हुन्छ केटीहरूलाई त सानो त योदेखि किन्दियो भने रिसाउने फुनफुन रहने है सानोमा सानो बेला बच्चा कान ड्याममा भन्छ है कस्तो हुन्छ ड्याममा लिक लागेको भने त्यही हो सो गाइस हामी तल आइसक्यौँ स्कुटर हामीले यहाँ पार गरेको थियौँ अब जाँदाखेरि चाहिँ भाइ र म चाहिँ स्कुटरमा जान्छौँ र मम्मी र बाबा चाहिँ जानुभयो गाडीमा बसमा जाम त्यही हो मलाई थाहा छ मात्र खुसीले पेट भर्दैन तर खर्चु म जबसम्म ज्यानले देख्न सक्दैन सानोदेखि